आज मैले एउटा क्वेसन लिएर आएको छु 3 bulbs 40 watt 60 watt and 100 watt are connected to 220 volt means which bulb will glow brightly कुन बल्ब चाहिँ सबभन्दा बढी ब्राइटली ग्लो हुन्छ भन्ने क्वेसनहरु लिएर आएको छु यसमा चाहिँ हामीले सबभन्दा सुरुमा के बुझ्नु पर्यो त भन्दाखेरि सुरुमा है म्यानुफ्याक्चरिङ कम्पनीले निकै आइडिया लगाइरहेको हुन्छ त भन्दाखेरि उसलाई के थाहा छ त भन्दाखेरि पावर इज डाइरेक्टली प्रोपोर्सनल टु द v स्क्वायर पावर इज इक्वल टु द v स्क्वायर बाइ r भन्ने थाहा छ उसले लगाउने बेलामा नै आइडिया के लगाएको हो भन्दाखेरि नि हैन पावर इज इन्भर्सली प्रोपोर्सनल टु द r हुन्छ भन्ने पावर कन्सेप्ट लगाएको हो क्या यसले के कन्फर्म गर्छ त भन्दाखेरि जसको रेसिस्टेन्स बेसी हुन्छ त्यसको पावर कम हुन्छ म्यानुफ्याक्चरिङ कम्पनीले यो आइडिया लगाएको जसको रेसिस्टेन्स बेसी हुन्छ त्यसको पावर कम हुन्छ भने पछाडि अब हामीले हाम्रो सर्किटमा के छ त भन्दाखेरि 40 वाट छ यति कम्पेयरमा नमानिदिउँ न हामी यसलाई कम्पेयरै गरौँ यहाँनिर 40 वाट छ अर्को 60 वाट छ र अर्को 100 वाट छ यसलाई कम्पेयर गर्ने हो भने हाम्रो म्यानुफ्याक्चरिङ कम्पनीले लगाएकै आइडियाहरु लगाउँदाखेरि जसको पावर कम छ 40 वाटको पावर कम छ नि त एज कम्पेयर टु द 60 वाट र 100 वाटमा पावर कम छ भने यसको रेसिस्टेन्स के हुन्छ त बेसी हुन्छ यसको रेसिस्टेन्स बेसी हुन्छ 60 वाटको अलिकति कम अलिकति बेसी यसको एज कम्पेयर टु द यसको रेसिस्टेन्स चाहिँ कम हुन्छ 100 वाटको रेसिस्टेन्स कम हुन्छ 100 वाटको रेसिस्टेन्स कम हुन्छ भने हामीसँग पावरको फर्मुला के रे पावरको फर्मुला P इज इक्वल टु I R हो यो पनि त हो भने पछाडि जस हिटको फर्मुला पावरको फर्मुला नभनौँ हिटको फर्मुला के हो त भन्दाखेरि H इज इक्वल टु I स्क्वायर RT हो I कन्स्टेन्ट छ टाइम पनि कन्स्टेन्ट छ भने R जसको बेसी हुन्छ त्यसमा हिट ड्रप बेसी हुन्छ भने पछाडि 40 वाटमा हिट ड्रप बेसी हुने भयो 40 वाटको केसमा हिट ड्रप बेसी हुने भयो 60 वाटकोमा हिट ड्रप अलिकति कम हुने भयो 100 वाटकोमा निकै कम हुने भयो हिट ड्रप जसकोमा बेसी हुन्छ त्यो नि बढी ग्लो गर्छ 60 वाटकोमा कम डिम भनौँ एकदमै डिम भनेको लोअर डिम ग्लो गर्छ त्यसरी हामी कन्क्लुजन गर्न सक्छौँ आजको लागि धन्यवाद